वेलकम बैक टू माई न्यू च्यानल न्यू डे। हजुरलाई फेरि पनि स्वागत छ मेरो अर्को भिडियोमा। नयाँ दिनको सुरुवात बिहानै आज चाहिँ बिहानै मैले भ्लग लिएको छु। यहाँ बिहान र बेलुका थाहा पाउनुहुन्न होला, तर अहिले 7 बजेको छ। घाम माथि निस्क्यो। त्यो साथै आज चाहिँ भेटार देखिरहेको छ। भेटार देखाइदिनु पर्यो हजुरलाई। आज चाहिँ भेटार क्लियर देखिरहेछ। पानी पर्यो नि त, अघि बिहानसम्म परिरहेको थियो 5 बजेसम्म। अनि त्यही हो साथी हो। हेरिहाल्नु होला के कस्तो लाग्यो। साथ सपोर्ट गर्नु पर्यो नि, फेरि साथ सपोर्ट चाहिँ दिनु पर्यो है साथी हो। त्यही भन्दै आज म के गर्छु हजुरलाई देखाउने छु। अहिले भेटौँ न ल। सफा गरी अब हेर्दै जाने के गर्छु। त्यही हो, हेर्नु मौसम फेरि त्यही साथी हो। आजको दिन के गरेर बित्छ म हजुरहरूलाई अपडेट दिनेछु। मेरो नि उसको लहरा, मेरो साग के गर्छु हेर्दै जानु होला ल। साथी हो, मैले चाहिँ यति खने, अब यति रहेछ, एकछिनमा खन्छु। त्यसपछि टमाटर रोपिदिनु पर्यो, अनि काँक्रा रोपिदिनु पर्यो। त्यो साथी हेर्दै जानु होला। मैले चाहिँ काँक्राको बिउ लिएको छु। काँक्राको बिउ र टमाटर रोपिदिएको, टमाटर अनि बिउ यहीँ घरमा काँक्राको बिउ। अब यहीँको ओरिजिनल होला, अनि थियो अनि त्यही रोपिदिएको। मैले गाउँबाट पनि लिएको छु नि त, गाउँबाट लिएको छु। आज गर्दिनँ किनकि त्यो ट्राईको लागि गरेको क्या त काँक्रा चाहिँ, किनकि फ्यास भएको थियो नि त, हुन्छ कि हुँदैन भनेर मैले ट्राईको लागि रोपेको। त्यही हो साथी, के कस्तो हुन्छ
हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। आया खासै कन्टेन्ट दिन सकेको छैन साथी हो, केही गर्न गएको छैन। बारीको करेछ, बारीको घरको मात्रै गइरहेछ, कहीँको कन्टेन्ट दिन सकेको छैन। कन्टेन्ट दिन सकेको छैन, त्यही हो। यो डाँडा काँडा देखाएँ, त्यही हो साथी हो। यति रोपेँ मेरो फुल हेर्नु त। अनि यहाँनिर पनि छ मेरो टमाटर, एक दुईवटा फल्दैछ। अनि अर्को कुरा साथी हो, अनि चाहिँ बनाउनु भएको कुखुराको खोर यत्तिको भएको छ। अब माथि टिन हाल्ने, यसमा जाली हाल्ने, अनि कुखुरा पाल्ने हो। गाउँघरमा बसेपछि त पाल्नै पऱ्यो, काम नभएपछि के गर्नु त हो, होइन र। कुखुराको खोर चिटिक्क पारिहाल्छ, त्यो साथी हो। अब कुखुरा पाल्ने हो, किनिराख्नु पर्दैन नि त। सुन्नु त आवाज, ओरिजिनल गीत बज्दैछ, ओरिजिनल गीत। नाचौँ कि क्या हो। फेरि दृश्य आउँदैछ, त्यही हो। यहाँको मौसमको भर हुँदैन। भिडियो चाहिँ यस्तै छोटो मिठो हुन्छ होला। हेरेर लाइक कमेन्ट चाहिँ गरिदिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला। नयाँ हुनुहुन्छ भने वेलकम पनि छ, कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। पुरानो हुनुहुन्छ भने पनि अब पुरानोले हेरिराख्नु भएको होला, लाइक पनि गर्नुभएको होला। त्यो साथी एक्लै छु, खाना पनि पकाइदिनु होला। आज कति छु काम सकेको मैले, 7 बजे, बाबा 7 बजे 8 बजे काम सकेँ मैले। त्यो साथी हो, काम त सकेँ। अब के गर्छु हेर्नु होला। के गर्नु र, अब काम सकेपछि के गर्नु, टिभी हेरेर बस्छु, के गर्नु र, होइन। कहीँ जान छैन। गएको ठाउँमा त हजुरलाई मैले अपडेट दिइरहेको छु। गीत बज्दैछ, ओरिजिनल गीत, झ्याउ 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 झन्दै। त्यो साथी हो, हजुरलाई मेरो फुलहरू देखाउँदैछु ल। अनि मैले अस्ति गाउँबाट मैले घिउ कुमारी लिएको थिएँ। मऱ्यो कि क्या हो, जाँडा नमर्नु पर्ने, किन पहेँलो भयो त। यहाँ पनि छ, यहाँ पनि छ। म हात मुख धुन्छु, यस्तो भइरहेछ, हात यस्तो भइरहेछ। अब हात धुन्छु अनि बस्नेछु। मौसम हेर्नु, परको घर पनि देखिन छोड्यो, मान्छेको आवाज आइरहेको त्यो पनि देखिन छोड्यो। स्कुल त्यहाँ छोरा पनि स्कुल देखिन छोड्यो। यता घरहरू थियो, भेटाएर के कुरा गर्नु, यताको घर त देखिन छोड्यो साथी हो। त्यताको हजुरभित्र मौसम कस्तो छ। यहाँ त दिल गार्डन हो गया भइरहेछ। बिहानको 9 बजिरहेछ र पनि मौसम यस्तो छ। गीत बजिरहेछ ब्याकग्राउन्ड। त्यही साथी हो। त्यही साथी, आजको भिडियो के कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्नु होला भन्दै आजको भिडियो यही एन्ड गर्न चाहन्छु। डु नट फर्गेट लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई बाई युट्युब फ्यामिली।